साथीहरू हामी चाहिँ अब घोडदौरादेखि मरबेसको यात्रा सुरु गर्दैछौँ। ल मेरो बिस्ट चाहिँ यहाँ अड्डिएछ। अब हामी आज टक्क लगाएर एकछिन जान्छौँ। कहाँ जान्छौँ सुजन भाइ? गोठीवन गएर आउँछौँ सर र त्यो सँगसँगै अब मरबेस है हुन्छ कतिहरू कतिजनालाई चाहिँ थाहा छैन कि घोडदौरादेखि मरबेस जाने बाटो पनि छ भनेर। आज म तपाईँहरूलाई मरबेसतिर लान्छु है। आज शनिबार मरबेसतिर पनि राम्रो हुन्छ भिडभाड। मरबेस जानको लागि चाहिँ घोडदौराको यो पछाडिको बाटो है, यो चाहिँ अप्ठ्यारो छ। यो बाटो चाहिँ नआउनु होला, अलिकति रिस्क छ। त्यसो गरेर मरबेस जानको लागि चाहिँ जस्तै कामको फ्रस्ट्रेसन हुन्छ यार, के गर्नु नि लाइफमा यस्तो रहेछ हेर्नुहोस् काम भन्ने कुरा। त्यो भएर अब यस्तै यो काम गरे पनि गाह्रो छ, नगरे पनि गाह्रो छ है साथी। के गर्ने तपाईँको यो चाहिँ घोडदौरादेखि आउने बाटो। यहाँदेखि चाहिँ यता लाग्छौँ हामी। यहाँदेखि यता लाग्यौँ भनेपछि अब हामी जान्छौँ मरबेसदेखि। अरे घोडदौरादेखि मरबेस जानलाई कति मिनट लाग्छ है? धेरै भने 5 मिनट जति लाग्छ होला मलाई। अब हजुरहरूलाई चाहिँ कति मिनट लाग्छ? तर धेरै जस्तोलाई चाहिँ 5-10 मिनटमै पुगिहाल्नुहुन्छ। त्यो गाह्रो छैन, बाटो पनि नर्मलै छ। अब आज मरबेसतिर पनि भिडभाड राम्रै हुन्छ। मरबेस पनि फेरि घोडाइको एकदमै एकदम टुरिज्म एरिया हो। मान्छेहरूको चहल राम्रो छ त्यतातिर पनि। तपाईँहरू पनि आउन सक्नुहुन्छ है। यो बाटो चाहिँ हल्का बाइकमा चाहिँ आउन ठिकै छ, अटो लिएर चाहिँ अलिकति गाह्रो रहेछ यो बाटो आउन। हेर्न सक्नुहुन्छ ए ऊ त्यति माथिको डाँडा हो। ओए ल त्यस्तै गरेर साथी अब बाटो चाहिँ अफरोड छ साथीहरू है। हजुर दाइ ए ल ओके दाइ। मान्छेहरू आउनु जानु भइरहेछ। अटोलाई त गाह्रै होला यो बाटो। अटोलाई त गाह्रो छ, बाटो चारैतिर खोल्या छ। हल्का आराम जानु, तर गाह्रो चाहिँ गाह्रो छ है। अटोलाई चाहिँ गाह्रै छ। हामीको बाइक हो र बाइक त होइन आउनु जानु भइहाल्छ। ल है दिदी राम्रोसँग बहिनीहरू फेरि रमाइलो खालको रहेछ।
साथीहरू घोरडोरादेखि मर्वेस आइसकेको है। अब मर्वेस 2 मिनट बाटो छ। साथीहरू यही हो। बाटो त डेन्जर छ है। क्यामेरा फेरि पल्टी गर्दो रहेछ। झन् जस्तो डेन्जर ठाउँमा क्यामेरा इन्ट्री भएको। यही साथीहरू मैले मान्छेले भिड भएको डर छ। नाइस। डर हो, भिडभाड छ त यार। बलदेव दाई यता हेरिदिनुहोस् ल। हाम्रो दाई बलदेव दाई चाहिँ बलदेव मल्ल यहाँको स्थानीय एकदम हाम्रो पोखरी डाँडा स्कुल मर्वेस डाँडाको विशेष सबै हेरफेर त दाइले गरिरहनु भएको छ। अनि त्यसै गरेर दाई एकदम राम्रो भइरहेछ है। ल मेरो दाई भइरहेछ दाई है। ल त्यसै गरेर यही हो आजको मर्वेसको माहौल एकदम बवाल छ है। दाङघोराईको अर्को एउटा टुरिज्म एरिया एकदमै सम्भावना बोकेको जेस वस्तु भाउहरू चाहिँ आरामले चल्छ। टक्क यता पानी खाने वस्तुहरूलाई पानी सानी पोखरी छ, पोखरी डाँडा भन्छ त्यही भएर यसलाई चाहिँ। त्यसै गरेर अरू त यस्तै छ। आजभोलि चाहिँ फोहोरहरू अलिक कम गरिदिनु भएको रहेछ। एकदमै राम्रो खुसीको कुरा होइन। यस ठिक छ। ल मेरो भाइ कस्तो भयो भाइ आजको रमाइलो? ल हाम्रो घरदौरा ल ल है साथीहरू, घरदौराको नाम पनि फेरि फेमसै छ। ल यहाँ पनि इन्भाइरोमेन्ट दामी छ। त्यसै गरेर ल यहाँ मैले कसलाई भेटेँ? को यो कोसँग आयो? ओइ भतिज कोसँग आएको? खै मम्मी खै? ए ल हाम्रो भाउजूहरू पनि आउनु भएको छ सबैजना। त्यसै गरेर इन्भाइरोमेन्ट एकदम दामी छ है साथीहरू। दाङघोराईको मर्वेस डाँडा। हाम्रो दिदीहरू भाउजूहरू आन्टीहरू सबैजना हाम्रो 13 नम्बरदेखि है मर्वेस डाँडामा रमाइलो गर्दै हुनुहुन्छ। अनि कस्तो भइरहेछ भनिदिनुहोस् ल है। ल हाम्रो भाउजूहरू आन्टीहरू दिदीहरूलाई सबैलाई भेट्न सक्यो। ल अस्ति घरदौरा आज यहाँ ल है रमाइलो गर्नु होला। ल एकदम यही हो शनिबार घुम्ने हो। ल त्यसै गरेर मान्छेहरू उहाँ तल पनि हुनुहुन्छ। अनि डर हुनुहुन्छ मान्छेहरू चाहिँ। ल है ठिक छ। ल हाम्रो विवेक दाई पनि देखिनु हो त यार। ओ मेरो दाई नमस्कार। ल है आज हाम्रो 13 नम्बरको टिम सबै हो क्या हो एकदम। ल हाम्रो दाईलाई स्वागत छ है फेरि पनि। ठिक छ मेरो दाई। ल यो चाहिँ आजको शनिबारको माहौल बवाल छ है। ल बास दाईको डान्स चाहिँ हो फेरि हाम्रो बर्खाको भाइ।
प्रताप दाई ल बास बबाल डान्स बाबा डान्स ल है ल ल ल ल आँखा हेरिनुहोस् गुटी मोर्लास् पानी सब छ हजुर ल दाइ ल